सञ्चार संस्था कसैको नाममा दर्ता हुन सक्छ, तर त्यो उसको होइन। कसैको नाम, म तपाईहरुलाई यो फेरि दोहोर्याउँछु, सञ्चार माध्यम कसैको नाममा दर्ता हुन सक्छ, तर त्यसको पूर्ण स्वामित्व उसको हुँदैन, त्यो सार्वजनिक स्वामित्व हुन्छ। त्यही कारण कहिलेकाहीँ सञ्चार संस्थाको दर्ता गरेका कारण सञ्चार संस्था दर्ता गर्नेले चाहिँ आफ्नो पारिवारिक खुसियाली र आफ्नो श्रीमतीलाई बर्थडे गिफ्ट गरेको चिज मेन न्युज बनाउन सक्दैन। संसारभरि कुनै पत्र सम्पादक त्यति मूर्ख हुँदैन, तर उसलाई आफ्नै राष्ट्रपतिमाथि बलियो प्रश्न गर्न सक्ने सम्पादक आफ्नै घरेलु मामलामा किन त्यति कमजोर हुन्छ त? यसका पछाडि पत्रकारिताको गहिरो दर्शन छ। त्यो दर्शन भनेको के हो भने त्यो व्यक्तिको नाममा दर्ता भए पनि त्यसको ओनरशिप पब्लिक हुन्छ। त्यही कारण तपाईँ के भन्नुहुन्छ सधैँभरि भने यो पत्रिकाले गरेको काम मलाई चित्त बुझेन, यो रेडियोले दिएको न्युज मलाई चित्त बुझेन भनेर तपाईँ सार्वजनिक रूपमा भन्न सक्नुहुन्छ। तर अहिलेको हाम्रो अवस्था के निर्माण भइसक्यो भने हामी नितान्त यति निजी प्रकृतिका कुराहरूलाई समाचारको रूपमा हामीले दिन थालिसक्यौँ। मैले केही समय अगाडि एउटा कन्टेन्ट हेरेको थिएँ, एकजना बुहारीको निधन भएको रहेछ र त्यो बुहारीको निधनपछि एकजना जिल्लामा चिनिनु भएको राम्रो सार्वजनिक पहिचान भएको पत्रकारले नि के कन्टेन्ट बनाउनु भएको थियो भने फलानु बुहारीको हत्या, अब सुन्नुहोस् सासूको अन्तर्वार्ता। अर्थात् पत्रकारिता यति सजिलो हुँदै गयो कि तपाईले तथ्य खोज्नका निम्ति मेहनत गर्नै परेन, अगाडि जो आइपुग्छ उसको अन्तर्वार्ता हाल्दिए हुने अवस्थामा निर्माण हुन पुगेको छ। मलाई लाग्छ डिजिटल दुनियाँमा यो हामीले भोगिरहेको एउटा ठूलो च्यालेन्ज हो।